हुन्छ, फेरि पनि यहाँ सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह र यो सुन्दर मौकाको लागि फेरि परमेश्वरलाई धन्यवाद। तपाईँहरू सबैजनालाई आजको यो वचनमा स्वागत गर्न चाहन्छु। आज हाम्रो जीवनको सफलता के हो, हैन? हाम्रो जीवनको सफलता के हो भन्ने विषयमा आज हामी परमेश्वरको वचन सुन्नेछौँ। बाइबल अनुसार चाहिँ सफलता भनेको केवल धनहरू, पैसाहरू, पदहरू वा प्रतिष्ठाहरू, हैन, वा चाहिँ भौतिक उपलब्धिहरू मात्र नभएर बाइबल अनुसार चाहिँ परमेश्वरको वचन अनुसार चाहिँ सफलता हुनु भनेको चाहिँ परमेश्वरको इच्छा अनुसार हिँड्नु। आमेन, आमेन। साँचो सफलता चाहिँ, हैन, परमेश्वरसँग सही सम्बन्ध कायम गर्नु। आमेन। सही सम्बन्ध हुनु, परमेश्वरसँगको सम्बन्ध चाहिँ गहिरो हुनु, बलियो हुनु चाहिँ आज एक साँचो विश्वासीहरूको सफलताको दिन हो। हालेलुया। आज क्रिस्चियन जीवनको पहिलो सफलता भनेको नै परमेश्वरलाई तपाईँ र मैले चिन्ने, हैन? क्रिस्चियन त धेरैजना भएको छन् विश्वास गर्नेहरू त, तर के उसले परमेश्वरलाई पर्सनल व्यक्तिगत रूपमा चिनेको छ त? यो चाहिँ ठुलो कुरा हो, हैन? हाउमा, हैन, क्रिस्चियन भएकोहरू धेरै हुन सक्छन्। जाउँ चर्च जाउँ, गुटुटुङ जानेहरू होला नि धेरै, फल्ना गए हामी पनि जाउँ भन्नेहरू धेरै हुन सक्छ, तर व्यक्तिगत रूपमा येशू ख्रीष्टलाई चिनेर चर्च जाने, विश्वास गर्ने व्यक्तिहरू चाहिँ कम छ। त्यो व्यक्तिहरू चाहिँ अर्थात् परमेश्वरलाई गहिरो रूपमा व्यक्तिगत रूपमा चिन्ने र उहाँसँग सम्बन्ध जोड्ने व्यक्तिको जीवन चाहिँ एउटा जीवनको सफलता चाहिँ त्यो व्यक्तिको जीवनमा सुरु हुन्छ। धन सम्पत्तिलाई हामी एकछिन साइडमा राखौँ, हैन, मान प्रतिष्ठालाई एकदिन हामी साइडमा राखौँ, तर हामी एकपल्ट सोच्नुहोस् तपाईँले आफैलाई कि तपाईँ कति सफल व्यक्ति हुनुहुँदो रहेछ। आजको वचन सुन्दै गर्दाखेरि म परमेश्वरमा कति सफल व्यक्ति रहेछु, हैन, म परमेश्वरमा कति सफलता पाएको व्यक्ति रहेछु भन्ने कुरा चाहिँ आज तपाईँले आज परमेश्वरको वचनमा तपाईँले आफैलाई विचार गर्नुहोस्। एक नम्बरमा हामी परमेश्वरलाई के हामीले पर्सनल व्यक्तिगत रूपमा चिनेका छौँ? दुई नम्बरमा के हामीले उहाँको सँगको सम्बन्धमा हामी गइरहेका छौँ, हैन? उहाँसँगको सम्बन्धमा के हामी हिँडेका छौँ, हैन? तपाईँ परमेश्वरको त्यो सम्बन्धमा तपाईँ हिँड्नुहुन्छ भने, परमेश्वरको सम्बन्ध अनुसारमा तपाईँले चाहिँ उहाँको वचन अनुसार तपाईँ चाहिँ हिँड्नुहुन्छ भने अब तपाईँको जीवनको सफलताको दिन अब सुरु हुँदैछ। आमेन। त्यो चाहिँ सफलता हो। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि आज प्रार्थना र वचनमा स्थिर हुनु चाहिँ अर्को सफलता। उहाँसँगको सम्बन्धमा तपाईँ र म हिँडेका छौँ, हैन, प्रार्थना र वचनमा तपाईँ र म स्थिर भएका छौँ भने प्रियहरू त्यो जीवन चाहिँ अब हाम्रो जीवनको आत्मिक जीवनको, क्रिस्चियन जीवनको सफलता चाहिँ अब त्यहाँनिर सुरुवात हुन्छ। आमेन। अनि अर्को कुरा चाहिँ तपाईँलाई म एउटा इम्पोर्टेन्ट कुरा बताइदिन चाहन्छु। अब हाम्रो सफलता हामी केमा खोज्ने? यद्यपि हाम्रो धन सम्पत्ति मैले अघि नै बताएँ हामीसँग चाहिन्छ, हैन, तर वास्तविक जीवन यदि क्रिस्चियन जीवनको सफलता चाहिँ चरित्रमा परिवर्तन आउनु। आमेन। चरित्रमा परिवर्तन आउनु। तपाईँले गलाती 5 अध्यायको 22 र 23 पदमा त्यहाँनिर केही आत्माको फलहरूको बारेमा तपाईँलाई त्यहाँनिर बताएको छ। गलाती 5 अध्यायको 22 र 23 अनुसार, हैन, त्यहाँ आत्माको फल प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासता, नम्रता र आत्मसंयम जब जीवनमा देखिन थाल्छ नि, जब हाम्रो जीवनमा त्यो कुराहरू प्रकट हुन थाल्छ नि, त्यो चरित्रहरू निर्माण हुन थाल्छ नि, यो चाहिँ नि सफलताको, क्रिस्चियन जीवनको सफलताको चिन्हहरू हुन्। आमेन। गलाती 5 अध्यायको जुन 22 र 23 मा हामीले हेर्यौँ, यदि तपाईँ र मेरो जीवनमा यी फलहरू, यो चरित्रहरू यदि निर्माण भएको छ भने, यो चरित्रहरू तपाईँ र मेरो जीवनमा वृद्धि र विकास हुँदै गइरहेको छ भने अब तपाईँले चाहिँ आफैलाई सोच्नु आवश्यक छ कि ओहो अब मेरो जीवनमा चाहिँ के हुँदैछ? म चाहिँ एउटा क्रिस्चियन जीवनमा पनि, आत्मिक जीवनमा पनि म एउटा सफलतामा म छु। हालेलुया। यदि निर्माण भएको छैन भने हामीले यसको लागि प्रार्थना गर्न आवश्यक छ। यो कति महत्त्वपूर्ण छ यो चरित्र। तपाईसँग शक्तिशाली, हैन,
उयो हुनु पर्दैन, वरदानहरू हुनु पर्दैन, होइन? जति नै राम्रो भाषण गरे पनि, जति नै ठुलो पास्टर हो भने पनि, जति नै ठुलो अगमवक्ता हो भने पनि, जति नै ठुलो प्रचारकहरू, शिक्षकहरू, बिमारीहरू चटचटी निको पार्ने, होइन, चङ्गाई गर्ने, छुँदाखेरि निको हुने, जति नै ठुलो शक्तिशाली, जति नै ठुलो प्रोफेट भने पनि, जति नै ठुलो अगमवक्ता भने पनि, जति नै ठुलो, होइन, परमेश्वरको काम गरेको एउटा व्यक्ति हुँ भनेर भने तापनि यदि यो चरित्र चाहिँ, होइन, गलाती 5 अध्यायको 22 र 23 को चरित्रहरू यदि क्रिस्चियन जीवनमा फलेको छैन भने चाहिँ नि त्यो मिनिस्ट्री चाहिँ, त्यो सेवा चाहिँ अर्थ छैन। मैले यो बारम्बार भन्छु, परमेश्वरको दृष्टिकोणमा चाहिँ, परमेश्वरको नजरमा चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ के हो भने नि बाहिरी उपलब्धिहरूभन्दा चाहिँ भित्री चरित्र परिवर्तन भएको जीवन चाहिँ महत्त्वपूर्ण छ। आमेन। मत्ती 6 को 33 लाई तपाईँले अध्ययन गरिदिनुहोस् त। आमेन। साँच्चै नै पहिले परमेश्वरको राज्यलाई खोज्नु चाहिँ नि परमेश्वरको इच्छा पुरा गर्नु हो। आमेन। अनि परमेश्वरको इच्छा पुरा गर्ने यदि तपाईँ जीवन, म तपाईँको इच्छा पुरा गर्ने जीवन जिउन चाहन्छु भनेर यदि तपाईँ र म जिउन चाहन्छौँ भने, हिँड्न चाहन्छौँ भने सर्वप्रथम चाहिँ तपाईँ र मैले परमेश्वरको, होइन, राज्य चाहिँ खोजी गर्न आवश्यक छ। बाइबलले भन्छ यदि तिमीहरूले परमेश्वरको राज्य खोजी गर्यौ भने तिमीलाई सबै कुरा थपिनेछ। तर हामी चाहिँ दुःखलाग्दो कुरा के छ, हाम्रो इच्छाहरू, हाम्रो विचारहरू खोज्छौँ। परमेश्वरको इच्छा चाहिँ लास्टमा जब हाम्रो विचारहरू हार्छन्, हाम्रो बुद्धिहरू फेल खान्छन्, हाम्रो, होइन, बलहरू सक्छन्, हाम्रो सबै कुरा जब सकिएर जान्छ, अब हारेस खान्छ, नष्ट हुन्छ, लु अब बल, बुद्धि, विवेक सबै कुरा जब हाम्रो हारेर जान्छ तब मात्र हामी परमेश्वर अब तपाईँमा स्यालेन्डर भनेर हामी जान्छौँ, होइन त? हो कि नै भन् त? यो त हाम्रो रियालिटी हो। यसरी हामी जिउँछौँ। तर यहाँ चाहिँ बाइबलले भन्छ परमेश्वरको इच्छा पुरा गर्ने जीवन चाहिँ सफलताको जीवन हो। यदि त्यो जीवन जिउने हो भने चाहिँ सर्वप्रथम चाहिँ हाम्रो चाहनाहरूभन्दा, हाम्रो इच्छाहरूभन्दा पनि परमेश्वरको इच्छा चाहिँ के छ मेरो जीवनबाट, होइन, त्यो कुराहरू चाहिँ खोज्नु, त्यो कुराहरूलाई चाहिँ खोजी गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण छ। अनि आज तपाईँलाई म बताउन चाहन्छु, आज अरूलाई आशिष हुने जीवन जिउनु हाम्रो जीवनको सबैभन्दा ठुलो सफलता हो, होइन? मैले चाहिँ परमेश्वरलाई यही नै प्रार्थना गर्छु, म प्रभुसँग म यही नै कुरा बताउँछु कि जति म मेरो जीवनमा म नम्र हुन्छु नि त्यो चाहिँ मेरो सफलता हो। जति म अरूलाई क्षमा दिन सक्छु नि तपाईँ सफलको व्यक्ति हुनुहुन्छ। आमेन। तपाईँ जति अरूलाई प्रेम गर्नुहुन्छ नि शत्रुलाई, तपाईँ त्यति सफल व्यक्ति हुनुहुन्छ। तपाईँ जति अरूलाई चाहिँ वास्ता गर्नुहुन्छ, होइन, जति तपाईँ अरूलाई क्षमा गर्नुहुन्छ, जति तपाईँले अरूलाई सहयोग गर्नुहुन्छ, जति तपाईँ सहनुहुन्छ, जति तपाईँ नम्र बन्नुहुन्छ, जति तपाईँ धैर्य बन्नुहुन्छ, जति तपाईँ चाहिँ त्यो खालको स्थिर, त्यो खालको प्रेमिलो, त्यो खालको क्षमाशील जब तपाईँ बन्नुहुन्छ, त्यो चाहिँ तपाईँ मेरो जीवनको सफलता हो। आमेन। तपाईँलाई म आज यही नै कुरा बताउन चाहन्छु, तपाईँको जीवन तपाईँले कहिलेकाहीँ हार्नुपर्छ, हार्नुहोस्, होइन? तपाईँले नठान्नुहोस् कि म अब हारेँ, म अब कमजोर भएँ, म सकिएँ, म निराश भएँ भनेर तपाईँले नसोच्नुहोस्। जब तपाईँ संसारको बिचमा, संसारको मानिसहरूको बिचमा तपाईँ हार्नुहुन्छ, जब संसारको बिचमा तपाईँ, है, सबैको अगाडि तपाईँ चाहिँ एक खालको तपाईँ हारेको, तपाईँलाई, होइन, तपाईँ कमजोर तपाईँले महसुस गर्नुहुन्छ, सबैले हेपेको तपाईँलाई महसुस गर्दै गर्दा तपाईँ एक्लो महसुस गर्ने हुन्छ, त्यतिखेर त्यो समयमा नि मानिसहरूको अगाडि तपाईँ हार्नु नै हुन्छ, हार्नु नै भएको। तर त्यतिखेर चाहिँ आज तपाईँ परमेश्वरको जीवनमा, परमेश्वरको आत्मिक जीवनमा चाहिँ तपाईँ एक सफल व्यक्ति हुनुहुन्छ। आमेन। त्यतिखेर चाहिँ तपाईँ चाहिँ परमेश्वरको दृष्टिकोणमा चाहिँ एउटा एकदमै अर्थपूर्ण व्यक्ति, एकदमै महत्त्वपूर्ण व्यक्ति, एकदमै जितेको व्यक्ति, एकदमै सफल भएको व्यक्तिको रूपमा तपाईँ परमेश्वरको अगाडि परिचित हुनुहुनेछ। आमेन। संसारलाई जितेर, संसारको मान्छेहरूसँग उनीहरूलाई पेलेर, उनीहरूसँग जितेर परमेश्वरसँग हार्नुभन्दा साथीहरू, संसारले बरु हामीलाई घृणा गरोस् तर परमेश्वरको नजरमा चाहिँ सफल व्यक्ति हुनु चाहिँ ठुलो कुरा छ। हाम्रो जीवनको सफलता भनेको चाहिँ परमेश्वरको नजिक रहेर, होइन, परमेश्वरको इच्छा अनुसार जिउनु र हाम्रो चरित्रहरू परिवर्तन हुनु र अरूको लागि आशिषको जीवन बन्नु चाहिँ नि हाम्रो जीवनको
सबैभन्दा ठुलो सफलता हो। हालेलुया। तपाईँ र मैले चाहिँ नि सुसमाचारको जीवन क्या अरूको लागि आशिष बन्ने जीवन जिउन थाल्छ। जब तपाईँ र मैले अरूको लागि एउटा, यद्यपि अब हामी त मान्छे नहेर्नु त भन्छौँ नि, तर मान्छेले हेर्छन् नि त उनीहरूले, किनभने हाम्रो गुणहरू हेर्छन्, चाहे राम्रो गुण होस् चाहे नराम्रो गुण होस्, होइन? चाहे तपाईँले राम्रो भने पनि नराम्रो भने मान्छेले हेर्छन्, होइन? मान्छेले हेर्छन्। हामी त अब विश्वासीलाई चाहिँ भन्यो मान्छेलाई नहेर्नु भनेर, यहाँ विश्वास गरेपछि उनीहरूलाई सिकाउने हो, त्यसरी उठाउने हो है, मान्छेलाई हेर्नु हुँदैन भनेर। तर पनि धेरै मान्छेहरू चाहिँ मान्छेलाई नै हेरेर विश्वास गरेको हुन्छन्। मान्छेको दृष्टिकोणहरू, मान्छेको बोली वचनहरू, मान्छेको स्वभावहरू, उसको बानी व्यवहारहरू हेरेरै मान्छेले विश्वास गर्छ। अनि यसरी अरूको निम्ति आशिषको जीवन बन्नु चाहिँ नि तपाईँको जीवन र मेरो जीवनको लागि सबैभन्दा ठुलो शक्तिशाली गवाही यही हो। आमेन। जब तपाईँ अनि ती व्यक्तिहरूलाई त्यो अवस्थामा पनि तपाईँ क्षमा दिन तयारी हुनुहुन्छ, अरूको लागि चाहिँ तपाईँ सहनलाई तयारी हुनुहुन्छ, अरूलाई तपाईँ उठाउन तयारी हुनुहुन्छ, अरूलाई मद्दत गर्न तपाईँ तयारी हुनुहुन्छ भने त्यो नै हाम्रो जीवनको सफलताको सुरुवात हो। आमेन। त्यो कुराले चाहिँ आज तपाईँ मेरो लागि सबै कुराहरूको ढोका खोलिदिन्छ। आशिषको मुहान अब खोलिन्छ, सफलताको मुहानहरू खोलिन्छ, अरू भौतिक चिजहरूको कुराहरू त्यहाँदेखि खोलिन्छ। तर हामी त्यो एउटा भित्रको त्यो छ नि एउटा त्यो चरित्रलाई जब तपाईँले मैले बाहिर निकाल्दैन, जबसम्म त्यो बाहिर प्रस्फुटन व्यवहारमा देखाउँदैन, तबसम्म त्यो चरित्र भित्रै गुम्सिन्छ, त्यो स्वभावहरू भित्रै गुम्सिन्छ। त्यो क्रिस्चियन चरित्रहरू चाहिँ अरूलाई क्षमा दिनु, क्रिस्चियनहरूको स्वभाव भनेको चाहिँ अरूलाई प्रेम गर्नु, अरूलाई मद्दत गर्नु, अरूलाई उठाउनु हो। हालेलुया। परमेश्वरको यो राज्य र धार्मिकता खोज्नु भनेको चाहिँ नि उहाँको इच्छा खोज्नु, अघि नै मैले भने उहाँको योजना बुझ्नु पहिला, होइन? उहाँमा समर्पण जीवन जिउनु, तपाईँ फर्स्ट, अरू सब सेकेन्ड, होइन? तपाईँ सबैभन्दा अगाडि चाहिँ तपाईँ आउँछ, सबैभन्दा अगाडि चाहिँ तपाईँ हो भनेर जब हामी परमेश्वरलाई पहिलो स्थान दिन्छौँ, अब अरू कुराहरू चाहिँ हाम्रो जीवनमा बिस्तारै प्रभुले हामीलाई चाहिने कुराहरू, चङ्गाइका कुराहरू होला, होइन? आवश्यकताका कुराहरू होला, सफलताका कुराहरू होला, भौतिक कुराहरू होला, परमेश्वरले हामीलाई थपिदिनु हुनेछ। हालेलुया। हुन्छ, परमेश्वरलाई धन्यवाद भन्न चाहन्छु र यो सुन्दर बिहानी आजको वचनबाट म तपाईँलाई यही नै उत्साह दिन चाहन्छु कि हामी पनि सुसमाचारको योग्यको जीवन जिउन सकौँ, होइन? सुसमाचार जीवनमा एउटा भरोसा गर्ने, सुसमाचारको योग्य हामी जीवन जिउन सकौँ। आउनुहोस् हामी सबैजना मिलेर केही समय यो आजको वचनको लागि प्रार्थना गर्नेछौँ र आजको वचन हामी यहीँ राख्नेछौँ।